everyone, namaste. We are Cricket. So आज चाहिँ हामी किन डान्स आएको भन्दाखेरि चाहिँ हजुरहरूले थम्बनेल पनि देख्सक्नुभयो होला हैन। अनि आज चाहिँ हामी हाम्रो सुटिङको लागि आएको छौँ। दादाहरू चाहिँ हाम्रो सुटिङकै लागि आउनु भएको हो। सो यति नै हो गाइज। हजुरहरूलाई एकैचोटि म सुटिङ गर्ने लोकेसनमा भेटेपछि सब मेरो टिम सर हाम्रो सरहरूसँग भेटाउँछु, मेरो दादा दिदी मेरो टिमसँग भेटाउँछु है त। अब हामी भिडियो बनाउन जाँदैछौँ। तर पहिला हामी खाना खान्छौँ अनि त भिडियो बनाउँछौँ। पछाडि चाहिँ सबै टिमहरू बसिरहेको छ हो। फाइनली हामी चाहिँ लोकेसनतर्फ जाँदैछौँ गाडीबाट उत्रेर। मैले अघि भनिसकेँ नि त यहाँ स्टार्टिङमै सिमसार। So guys, now we are entering. अहिले चाहिँ हामी भित्र जाँदैछौँ र गाइज यो हाम्रो सिमसार आउँदाखेरि चाहिँ टिकट काट्नुपर्छ। यो 30 रुपिस। यो चाहिँ विद्यार्थीहरूको लागि हो। अनि त्योहरू म पनि विद्यार्थी हो। बेथामा ल्यायो के भएन अरे? बेथामा ल्यायो जस यो चाहिँ No need to work. हो यो होइन, सम्झ ल्याइरहेको थिएँ। यो चाहिँ हाम्रो प्लेग्राउन्ड थियो। यता चाहिँ हाम्रो प्लेग्राउन्ड छ। अब हामी चाहिँ यताको भ्यू हेर्न जाँदैछौँ। यता राम्रो लाग्यो भने हाम्रो सुट सायद आई थिङ्क यतै हुन्छ। राम्रो देख्छ होइन? ये क्या है? सो गाइज यतिखेर भने चाहिँ हामी भित्र गएर हाम्रो लोकेसनहरू हेरेर सेलेक्ट गरेर अब हामी भिडियो सुट गर्ने तर्फतिर लाग्दैछौँ। हामीसँग एकदमै कम टाइम थियो। हामी जाँदै ढिलो पुगिसकेको थियौँ। सो हामीसँग एकदमै टाइम कम्ती भएको कारणले गर्दाखेरि 4-5वटा हामीले भिडियो रिल्स बनाउनु पर्ने थियो। अब रिल्स बनाउँदाखेरि सुट गर्दाखेरि टेक खाइन्छ। त्यो टेक खाँदाखेरि टाइम वेस्ट हुने, मेन्टली फिजिकली पुरै प्रेसर हुने, थाक्ने हो। यस्तो भएको कारणले गर्दाखेरि चाहिँ हामी चाहिँ भटाभट सुट गर्दैथ्यौँ र सुट गर्ने क्रममा एकदम रमाइलो भइरहेको थियो। सो हामीलाई के पनि थियो भन्दाखेरि चाहिँ हामीलाई च्यालेन्ज पनि थियो, किनभने त्यहाँ बाहिर मान्छेहरू हुन्छन्, उनीहरूले हेरिरहेको हुन्छन् अनि अलिकति लाज लाग्ने कुराहरू हुन्छ नि, त्यस्तो भइरहेको थियो। बच्चाहरू पनि लजाइ पनि रहेको थियो, किनभने योभन्दा अगाडि हाम्रो यस्तरी हामीले भिडियो सुट कहिले पनि आउटडोर गरेको थिएनौँ, किनभने हामी सेन्टरभित्रै गर्थ्यौँ, स्टुडियोभित्रै गर्थ्यौँ। सो एक्टिभली यसरी गरेको पनि थिएनौँ र हामीले योचोटि चाहिँ हामीले बाहिर आउटडोर गएर हामीले सुट गर्ने भएको कारणले गर्दाखेरि चाहिँ हामीलाई अलिकति अड भइरहेको थियो। सो यो एकदमै फन सँगसँगै हामीलाई सुट गर्दा गर्दा 4-5 घन्टा भइसकेको थियो र हामीलाई एकदम भोक लागिसकेको थियो र यो रमाइलो सँगसँगै हामी अब खाजा खाने तर्फतिर हामी प्लानहरू भइरहेको थियो। सो हामी खाजा खाने तर्फतिर जाँदैछौँ है। सो यहाँ सिमसार आएर चाहिँ तपाईँले यहाँको सुँगुरको सेकुवा र तपाईँले चटपटे चाख्नु भएन भने चाहिँ यहाँ सिमसार आएको केही अर्थै हुँदैन। त्यही कारणले यो अर्थहीनलाई अर्थ बनाउनको लागि चाहिँ हामी पनि त्यही सेकुवा र चटपटे खानको लागि चाहिँ हाम्रो कटेजभित्र जाँदैछौँ, जहाँनिर चाहिँ नेपालको एकदमै भौगोलिकलाई देखाउँछ, पुराना बजारहरू देखाउँछ। यहाँ चाहिँ सेकुवा खाने, चटपटे खाने चाहिँ डिफ्रेन्ट तरिकाको छुट्टै तरिकाको एउटा नेपालको बजारलाई देखाउँछ, जो कि आजभन्दा 10-20 वर्ष अगाडिको बजारमा देखाउँछ। सो हामी त्यही कटेज सेलेक्ट गर्दै हाम्रो पुरानो स्टुडेन्टको कटेजभित्र पुगेको छौँ। हाम्रो एक्स स्टुडेन्ट हो। यता हेर्नु कति भाइरल मान्छे। तिमीले के नआइज भनेको क्या हामीलाई हो?
हामी कहाँ बस्नु भन्छ हामी कहाँ बस्नु सुझ कहाँ भन्नु त अलिक राम्रो यहाँ जुत्ता खोलेर यहाँको सिस्टम चाहिँ यहाँ जुत्ता खोल्नुपर्छ अनि जानुपर्छ यो भोकले रुको ल बोल एउटा अनलाइन कुरा भनौँ भन् त यो बोतल छ नि एकजना मान्छेले कि यो बोतल यस्तो हुन्छ होइन क्याप यस्तरी यो क्याप छ नि यो क्याप यस्तै हुन्छ होइन यस्तरी आउँछ होइन गानामा आउँछ होइन यस्तो गरेर भक्क गरेर यस्तरी खोलिदिन्छ क्या यस्तरी खोलिदिन्छ क्या छक्का पऱ्यो न आज न बाफ्रे कस्तो खतरा भनेको यार धमाधम छ है धमाधम Yeah, boy. A few moments later. गयो ल भाइ सो गाइस अहिले चाहिँ हामी खाइसकेर त्यहाँ के अरे खेल्न आएको छौँ होइन अब एकछिन मनी चढ्छु अब चाहिँ हामी जान्छौँ सर पक्रिदिनुहोस् न पक्रिदिनुहोस् न यतापट्टि बसिराख्नुहोस् न Go! कहल बा बहुत ताकत छ रे गाइस पानी को नपादा है यो किन्ने चाहिँ माछा पानी पनि हावा चलेको छैन पकाइ नआउनु बि बस के दिनु त हिने मलाई रोक्छ मलाई के दिनु त बल्ल बल्ल हिँड ऊपरसम्म गएर बाँस भएकोसम्म सिधा उयो बाँस भएकोसम्म गएर आऊ जाऊ मको कस्तो नजिने राकेश फेरि गरिदिनु पर्यो Let's go guys. सो गाइस अहिले चाहिँ हामी हाम्रो डान्स क्लासतर्फ जाँदैछौँ अनि अहिले चाहिँ हामी सबजना इभीमा चढिसकेको छौँ होइन दिदी
प्रीति दिदी आवर्चना दिदी सुमन सर अनि अगाडि चाहिँ हाम्रो आदर्श सर हुनुहुन्छ अनि अब चाहिँ हामी जाँदैछौँ हाम्रो नेक्स्ट सुटको लागि हाम्रो डान्स क्लास सो त्यही हो त्यहाँ चाहिँ सरहरू हेर्न दिइसकेको छु यो सुट कस्तो भयो त This is you enjoying इन्जोय नि मलाई पनि निद्रा लागिसक्यो यो हामीले मेहनतको पसिना टुटुङ ट्याड्याउ टुङटुङ ट्याड्याउ त्यही हो सो आजको लागि चाहिँ यति नै भन्न चाहन्छु थ्याङ्क यू फर वाचिङ आवर भिडियो धन्यवाद